अब हाइकिङको होइन लगभग हाम्रो चाहिँ सुरु भइसक्यो। यहाँ पछाडितिर लौरो टेक्ने छ है, लौरो टेक्ने अनि अगाडितिर पनि पुगिसक्यो। यस्तै छ यहाँ पछाडितिर हालत। यस्तो चाहिँ नलगाउँ होला है, जिन्स यस्तो घिन लाग्ने के हो। ओइ म त गु भनेको त यता गुबाट। ओए बजाऊ गीत बजाऊ। ओए आइसोले खाऊ न यार, यस्तो धेरै रहेछ यार। यस्तो आइसोले कहिले खानु पाएछ तिमीले? ए रोसना त सब खिच्नुपर्छ अब। किरो भयो नि खाने हो क्या, मिठो हुन्छ। आइसोले भनेको यही हो क्या। यता बाल्छिङ किन्ने अझ काफल पाउँदैन के अरे यहाँतिर, कम त मिठो हुन्छ। यो बोर्डलाई मलाई मन पर्यो। म्यागी रोसन एउटा लिनु। के चाहिँ काफल के थियो? आइसोलु तँ चाख्ने हो? ओ धेर छैन क्या। आइसोले रे आइसोले यत्रो जान्छ होइन। गाउँतिर त यो धेरै खान्छ नि। काठमाडौँ बस्दाखेरि ठ्याक्कै कस्तो होइन गाउँको याद दुलायो क्या आज। अब जाउँ भित्र कालो कमेर चाहिँ क्राप टोक्दै थियो। ओ त्यहाँ के भएर त्यहाँ कोही त्यहाँ लुगै फाटे जस्तो है कौडाले के अरे आइसोले। ओके लेट्स गो। ए तपाईँहरू चाहिँ आइसोले नखाने? आइसोले टिपेर आइसक्यो। ल हामीले चाहिँ फोटो पनि खिचिसक्यो होइन। त्यसपछि अब हामी अब हिँड्ने क्रममा छौँ। ल यहाँ सबजना यता छ है। ल भयो कि फेरि अझै खिच्ने हो। यहाँ चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ के रहेछ भने चितुवाहरूबाट चाहिँ होइन, वाइल्ड एनिमलहरूबाट चाहिँ नि बी अवेर भनेछ होइन। एकदम अवेर हुनुपर्छ। ओए बी अवेर भन्दा चाहिँ बी अवेर। चितुवाले खाला नि फेरि है। छिटो आइज छिटो। आमामा डह्रो चिप्लो रहेछ त यार बाटो त यार कसम। ओए जुगा अझ जुगा आउन बाँकी नै छ हाम्रो है। ल चिप्ले। ओ चिप्लिन्छ यार कसम, मुन चिप्लियो भने त तनाव हुन्छ यार। ओइ तेरिका चिप्लियो भने त यार ल्याङ हुन्छ त। छिटो चाहिँ है। ओ कतिवटा हौ। ओ च्या। ओए जुत्ता हेर त एकचोटि, यस्तो धेरै हो जुगा। अनि हेर यहाँ ल हिँडिरहेको छ यार साइकको। ओ नुन खोइ नुन। छ्या यार कति धेरै जुगा यार। छ्या हिँड पटपट। अब हुनु त म गाउँ गइरहेको मान्छे हो होइन। आज चाहिँ कस्तो भयो बाहिर छ भने टक्क लगाएर गाउँ गएको जस्तो एकदम। यो हरियोपनले ढाकेको चाहिँ देख्दा चाहिँ होइन एकदम गाउँको याद आइरहेछ क्या। अबको 2-4 दिनमा चाहिँ गाउँ फर्किनेछु त्यसैले। ल है रमाइलो भइरहेछ जे भयो नि। यहाँ ऊ माथितिर चाहिँ के हो केवल कारको पछाडितिर चाहिँ जुगा आइछ अरे जुगा। ल हेरौँ। ओ चिप्लिन्छ अहिले चिप्लियो भने त च्या हुन्छ नि फेरि होइन। लुगासुगा केही ल्याएको छैन, एक जोर मात्रै हो। तर मैले चाहिँ एउटा सर्ट ल्याएर आएको छ होइन।
अब ओए सिस्नु रहेछ यहाँ ओए यता सिस्नु छ है सिस्नु कसम सिस्नु रहेछ यार पोल्यो भने त झ्या हुन्छ एकजनालाई पोल्छ अरे त्यो सिस्नुले अहिले के बनाऊ म तिमीलाई नै सोझिरहन्छु खोजिरहन्छु उता गाइस जुगा केलाउने छ है केटाहरू केटा यहाँ यार जुगा केलाउने छ है यता हरिबिजोक ए तेरो त भित्र छिरे क्या चमचम अब जमरा जस गीत बजाएर रमाइलो भइरहेछ है सोना इन्जन कस्तो भइरहेछ निम्लाम तपाईँले कस्तो भइरहेछ दिदी ल आन्ची इन्जनलाई कस्तो भइरहेछ त हाम्रो पालसिङ चाहिँ क्यामेराम्यान पनि पुग्यो है क्यामेरा बोकेर कस्तो भइरहेछ ब्रो एकदम फर्स्टमा जुगा अनि अह केटा त के लेट भइरहेको रहेछ त म त फर्स्टमा पो छ सोचेको रमाइलो नि लास्टमा अनि कस्तो भइरहेछ जुगा आइरहेछ छैन जुगा आइरहेछ रमाइलो भइरहेछ अनि कसम यार यतिको उकालो त मेरो गाउँ जाने बाटो पनि छैन के अब झन् लडेर यार कसम लिएर हेरे अलिकति है चलपल हान्थ्यौँ न त एउटा लट्ठी चाहिँ मलाई पनि चाहिने रहेछ यार कसम कम त छ मेरो ब्यागमा छ अरे के चाहिँ यो पछि ब्याग नुन ए नुन नुन पनि ल्याएर रहेछ नि त केटाहरूले अनि नुन अब त्यो ढिकी यहाँ है जुगाले टोकेर हैरान बनाइरहेछ है कसम ओहो जुगाले टोक्ने छ है यहाँ मान्छेहरूको होइन नुन निकाल्ने छ एकजना के गर्न यहाँ नुन हालेछ है जान्दै गरौँ अब बिस्तारै है हुन त अघिको त्यो स्टाफ दाइले भनेको थियो क्या तिमीहरू केबल कारबाट जाऊ होइन अनि जुगा आउँछ भनेर भनिरहेको थियो अब फेरि हाइकिङ जाने भने चाहिँ अब केबल कारमा गएर मजा पनि हुँदैन होइन त्यही भएर नि हामी चाहिँ हिँड्ने निर्णय गरेर नै अगाडि आएको तर यहाँ बाटो जङ्गलको बिचमा चाहिँ होइन एकदम बिजोक छ बिजोक यहाँ चाहिँ पछाडि के या माया हाम्रो साथीभाइहरूले चाहिँ होइन फर्स्ट टाइम देखेर रहेछ नि त यस्तो लडे अरे यहाँ यो उकालोमा कसरी चढिरहेछ आया नहाँस न हौ यहाँ डर हाँसिरहेछ ओ हिँड न यस्तो एउटा स्याबास एउटा उकालो चढेको मान्छेहरूलाई सगरमाथा चढे जस्तो भएको छ यहाँ पुगिसक्यो केटाहरू ह्याङ छ ल म जान्छु फर्स्ट ऊ त मुनतिर नि आइरहेछ है मान्छेहरू होइन मैले त सर त डर रमाइलो ए छिटो आइज यस्तो कोही सबजना यो घाँसको सम्म आइज घाँसमा यहाँ हेर है गाइज देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ चन्द्रगिरी हाइकिङ है गाइज चन्द्रगिरी हाइकिङ यो चाहिँ कहाँको हाइकिङ भन्नु होला होइन चन्द्रगिरीको हाइकिङ हो यस्तो जङ्गल चाहिँ मजा त मजै हो कसम होइन यस्तो हरिहरू देख्नु पायो भने त होइन रमाइलो छ नि त तर यहाँ बिजोक रमाइलो छ नि त बिजोक प्लस रमाइलो क्या किनभनेदेखि यहाँ हेर्नुहोस् तपाईँहरूले अब उकालो चढ्न नसक्ने जुगाले टोक्ने यस्तो हालत भइरहेछ हाम्रो होइन त्यही भएर अब चन्द्रगिरीको टपमा पुग्न चाहिँ हेरौँ होइन अब ओ गीत बजाउन गीत
ओहो ओए लड्यो भने सिधै अघिको रोडमा पुग्छ है रोडमा एकछिन हेर्ने यार आइज ल आइज झन्डै लड्यो हेर्न अन्त यहाँ देख्न सक्नुहुन्छ गाइज तपाईँहरूले बाटो चाहिँ यस्तै ठाडो छ क्या यतिको ठाडो यहाँ म चाहिँ यहाँ अगाडि उकालो चढेर यहाँ माथि आइपुगिसक्यो हाम्रो साथीहरू यता छ है बिचौक रमाइलो पार्यो ओए यहाँ कसम ट्रेकिङै भइछ यार यो त कसम यार ओए यो हो यो लहर समुद्र आइज है सबजना यहाँ हेर्नुहोस् है तपाईँले मुन्नीसम्म छ अनि हाम्रो साथी हेर्नुहोस् यहाँ विशेष गरी हाम्रो साथी यो हेर्नुहोस् यहाँ आमामा यतिको बिजोक चाहिँ मैले कहिले देखेको थिइनँ होइन गाइस टेरिका बिजोक भइसक्यो बिजोक स्याबास स्याबास आमामा यार केटाहरू यस्तै ताल हुँदै सगरमाथा चाहिँ चाँडै चढ्छ यार कसम कसम यार ओए यस्तो यस्तो बाटो ल्याउने चाहिँ को हो क्या यार कसम अहिले यत्रो चढेर होइन ओए ओए केटाहरूले गर्छ क्या यस्तो बिजोक गरेर आयो कि कसम छिटो आइज छिटो लुगा थाक्यो नि त गाइज होइन के भयो भने यहाँ चाहिँ खास हामीलाई चाहिँ बाटो चाहिँ होइन जस्तो लागेको थियो यो उकालो आएको होइन तर गुगल म्याप यही त हो नि अनि त्यही होइन जस्तो भएको अनि तर वास्तविकमा चाहिँ यही रहेछ बाटो चाहिँ तर बिजोक छ है यतिको दुःख चाहिँ यस्तरी हिँड्नु पऱ्यो होइन यस्तरी यतिको ठाडो छ नि यतिको ठाडो सिधै क्या सिधै माथि उठ्दा ठाडै हो पानी पऱ्यो भने चाहिँ कम त बिजोक हुन्थ्यो रहेछ होइन यहाँ गाइज यार के हो मा केले पोले यार कसम के हो खाने हो कोक ल गाइज यार केटा गाइज यहाँ हेर्नुहोस् बिजोक तपाईँहरूले देख्न सक्नुहुन्छ होइन अब के गर्नु अब केबल कारमा नजाने के केबल कारमा जानु भनेर यस्तरी हिँडेर आएको होइन तर हाम्रो बिजोक रमाइलो भएको छ यहाँ आज हाम्रो दाजुहरू गुगल म्याप हेर्ने गुगल म्याप कन्फ्युज के हो गाइजहरू गीत गाइहालौँ न त 1 2 3 गो चन्द्रगिरी डाँडैमा राख मलाई मनैमा चन्द्रगिरी डाँडैमा राख मलाई मनैमा आउन मायासँगै बसौँ ल ल ल त्यसो चाहिँ के हो जङ्गलको बिचमा आइपुग्यो हामी यार हाइकिङको बाहनामा हेर्दा यहाँ यस्तो भइरहेछ हामी गएछ यार किन भन्दाखेरि त्यो सिधै यता टेक्न खुट्टा यता यता के भएको कस्तो बनाऊ आइज हातले उताको हातले रुमो गाइज यार यस्तो उनीहरू चाहिँ यहाँ हेर्नु केबल कारमा छ होइन यहाँ केबल कारमा छ टुटु चढिरहेको हामी भने यस्तो बिजोक छ यस्तो बिजोक पुरो हालत हेर्नुहोस् गाइज यस्तो बिजोक छ कोहीमा टोक्यो यार के टोक्यो हेलो गाइज होइन यस्तो बिच बाटोमा आइपुगेर चाहिँ नि हामी चाहिँ अब के भयो भन्दाखेरि बाटै हरायो क्या कसम भने यति बिजोक रमाइलो भइरहेछ नि होइन यतिको जिन्दगीमा चाहिँ रमाइलो पनि बिजोक के बिजोक अघि कम त स्ट्रगल गरेर आएको हो नि त होइन तपाईँहरूले पनि देख्नुभएछ मैले भिडियोमा हालिसकेँ होइन कसम हेर्नु यहाँ यता हाम्रो साथीहरू चाहिँ म्याप हेर्ने छ
त्यसरी ऊ त पछाडितिर एउटा दुइटाहरू छ नि छ यहाँ यता छ है मान्छेहरू यति बिजो गरेर यहाँ है हुप्प भएर बसिरहेको छ होइन अब के गर्नु अब हाइक जाने भनेपछि अब जानै पर्यो हेलो गाइज होइन सर्वप्रथम ल सबैलाई नमस्कार छ त्यसपछि हामी यता आइसकेको छौँ हामीलाई होइन यता केटाहरू छ सबैजना यहाँ चाहिँ के गरिरहेको छ भने खाजा 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 खान लागेको है त गाइज है अब फेरि हामी चाहिँ के भने अब यहाँ खाजा खान लागेको छौँ हामी चाहिँ होइन अब हाम्रो खाजा भनेको चाहिँ के छ भने यहाँ फलफुलकोमा चाहिँ हाम्रो खरबुजा ल्याएको छ अनि यता हाम्रो साथीहरूले चाहिँ यहाँ चटपटी बनाइरहेछ है चटपटी यता प्याज स्याज काटिरहेको छ केटाहरूले होइन हाम्रो चाहिँ केटाहरू यहाँ 3 जना साथी अनि म अनि यता चाहिँ दिदीहरू हुनुहुन्छ होइन यस्तै हो जिन्दगानी होइन लड्दा र पढ्दै रमाइलो गर्दै होइन अब अर्को पालि चाहिँ हामीले भव्य नै गर्ने भन्ने सोचिरहेछौँ होइन यसपालि नै हुने त भव्य नै भइसक्यो होइन तैपनि हामी अब यो खाइसकेपछि चाहिँ फेरि अब हाम्रो दिमाग चल्यो भने चाहिँ फेरि हामी जाने सोचमा छौँ है फेरि मुन्नी